सो 4 बजी क्या गएको यस ब्रो आम्बो होला हात त मिलाऊ यस गतिलो भएछ त अन्त आम्बो अन्त खटाइ अनुसार अन्त सोल्डर त हेभी भएछ सोमको 20 किलोको हिकाइदिन्छु नि अन्त सोल्डर अन्त 15 ऱ्याप हो नन स्टप 3 सेट हिकाइदिन्छु आम्बो हेभी भएछ नि ओ सोम तिमी अस्ति जिम जानुभन्दा अगाडि त राम्रो हिँड्थ्यौ त अहिले चाहिँ किन कक्रक्क परेर टट्टी अड्केको जस्तो पारिदिन्छौ त होइन त्यो अटोमेटिकली आइहाल्छ नि बडी स्ट्रक्चर भनेर अन्त सोम तिमी बिस्तारै गाउँ न गरौँ भएछ हात पनि यो मान्छेको त तिमी चाहिँ अन्त छोडिदिएको अन्त जिम सिम आउनु आउँछु नि अहिले त दोकानले गर्दा टाइमै पाएको छुइनँ हौ त्यस्तो हो अब अलिकति अब बडीलाई पनि गर्नु पर्यो 15 दिनमै यत्रो भएछ नि त यो मान्छेको 3 सेट हिकाइदिन्छु अन्त नन स्टप अन्त अन्डा खाइदिन्छ अरे 1 क्यारेट कसले भनेको तिमीलाई खानुपर्छ प्रोटिनहरू पनि मगाइरहेको छु हो अब तिमी पनि ल स्टार भइजाऊ कि अलिक बडी सोडीहरू ल गर्नु पर्छ है अर्को पालि जानुपर्छ त्यहाँ उसमा ल भाग लिनुको लागि कम्पिटिसन जाने हो यो पालि जानु हुँदैछ है हेभी भएछ नि हो 15 दिनमै मान्छेको त नानी नि अब हिँडाहरू पनि चेन्ज भएछ तिम्रो त त्यो अटोमेटिकली आइहाल्दो रहेछ क्या त्यो यसरी हिँड्नु के ल सम गयो ल